Shrinkage factor भनेको के हो त? The ratio of shrunk length to actual length of a drawing is known as shrinkage factor. यो चाहिँ वास्तवमा के भन्दाखेरि कुनै पनि पेपरमा ड्राइङ गरिरहेको हुन्छ, म्याप बनाएको हुन्छ, बिल्डिङको नक्सा अथवा जेसुकै नक्सा भए पनि बनाएको हुन्छ. आफ्टर सो मेनी इयर्स त्यो पेपर पनि श्रिङ्क भएर जान्छ. एक्चुअल डाइमेन्सन जति थियो त्यो घटेर जान्छ त्यसको डाइमेन्सन्स. अनि त्यसमा चाहिँ रेसियो निकालिन्छ, त्यसलाई नै श्रिङ्केज फ्याक्टर भनिन्छ. त्यो रेसियो के भन्दा द रेसियो अफ स्ट्रङ्क लेन्थ टु एक्चुअल लेन्थ. स्ट्रङ्क लेन्थ भनेको खुम्चिएको लेन्थ. आफ्टर सो मेनी इयर्स पछि हेर्दाखेरिको लेन्थ र एक्चुअल लेन्थ, खासमा पहिला लेन्थ के थियो, वास्तविक लेन्थ के हो, एक्चुअल लेन्थ के हो भन्ने कुराको रेसियोलाई नै श्रिङ्केज फ्याक्टर भनिन्छ. यसको अर्को नेम चाहिँ श्रिङ्केज रेसियो पनि हो. इट इज ग्राफिकल स्केल अनि श्रिङ्केज फ्याक्टर इज इक्वल्स टु स्ट्रङ्क लेन्थ अपन ओरिजिनल लेन्थ. श्रिङ्केज फ्याक्टर भन्ने बित्तिकै चाहिँ हामीले यति कुरा बुझ्नु आवश्यक छ. श्रिङ्केज फ्याक्टर इज इक्वल्स टु एमसिक्यूमा आउने भनेको श्रिङ्केज फ्याक्टर इज इक्वल्स टु स्ट्रङ्क लेन्थ अपन ओरिजिनल लेन्थ अनि इट इज अ ग्राफिकल स्केल. इट इज अल्सो नोन एज श्रिङ्केज रेसियो. 3टा पोइन्ट याद गरे, इट्स इनफ फर एमसिक्यू. नेक्स्ट इज लिनियर मेजरमेन्ट. लिनियर मेजरमेन्ट भनेको डिस्टेन्स निकाल्ने, नाप्ने. सर्भिङमा लिनियर मेजरमेन्ट भनेको त्यति हो. यसलाई चाहिँ लिनियर मेजरमेन्ट गर्न चाहिँ हामीले बेसिकली दुई तरिकाले मिल्छ. एउटा हो डाइरेक्ट मेथड र अर्को हो इन्डाइरेक्ट अथवा कम्प्युटेटिभ मेथड. डाइरेक्ट मेथड भनेको के हो भन्दाखेरि डाइरेक्टली गएर फिल्डमै गएर डाइरेक्टली नाप्ने, आइदर त्यो चेनले होस् अथवा टेपले हो. डाइरेक्ट मेथडमा चाहिँ कुन इन्स्ट्रुमेन्ट युज हुन्छ लिनियर मेजरमेन्टको लागि भन्दाखेरि आइदर चेन अर टेप. यति बुझे भइहाल्यो. इन्डाइरेक्ट मेथड्स भनेको चाहिँ 10 चेपको प्रयोग नगरिकन अरू मेथडले डिस्टेन्स निकाल्छौँ भने त्यसलाई इन्डाइरेक्ट मेथड भनिन्छ. अरू मेथड भन्नाले चाहिँ टेलिस्कोप पनि हुन सक्यो अथवा अरू चिजहरू इडियम, डिस्टोम्याट, क्यालोरिमिटर अरू इन्स्ट्रुमेन्टहरूको प्रयोगले होरिजेन्टल डिस्टेन्स निकालिन्छ भने त्यसलाई के भनिन्छ, इन्डाइरेक्ट मेथड भनिन्छ. लिनियर मेजरमेन्ट गर्ने दुईवटा मेथड छ, एउटा डाइरेक्ट मेथड अर्को इन्डाइरेक्ट मेथड. अनि डाइरेक्ट मेथडमा चाहिँ हामीले चेन अथवा टेप युज गर्छौँ. इन्डाइरेक्ट मेथडमा चाहिँ हामीले टेलिस्कोप अथवा क्यालोरिमिटर अथवा इडियम, डिस्टोम्याटहरू युज गर्छौँ भनेर बुझ्दा हुन्छ. नेक्स्ट हामीसँग के छ भन्दाखेरि टेप. टेप भनेको के हो त? अर्को हामीसँग छ टेप. टेप भनेको के हो त? अघि भर्खरै भन्यौँ हामीले लिनियर मेजरमेन्ट गर्न युज हुने इन्स्ट्रुमेन्ट भनेर. टेपको हामीले भेराइटीहरू पढ्छौँ. हामीसँग यहाँ बेसिकली चाहिँ 5